आफ्नै मन्त्री बलबहादुर राईको हस्ताक्षर चोरेर 6 जना मानिसलाई जापान पठाउन सिफारिस गरेर जेलमा परेका रामहरि खतिवड़ाले फेरि पनि त्यही बानी दोहोर्याएको आरोप उन लागेको छ। उनले 2050 साल चैत्रमा स्वकीय सचिव रहँदा आफ्नै मन्त्री नेपाली कांग्रेसको सरकार भएको समयमा आवास भौतिक योजना मन्त्री बलबहादुर राईको स्वकीय सचिव रहँदा नक्कली हस्ताक्षर गरेका कारण विशेष प्रहरीका प्रमुख खेमराज रेग्मीले पक्राउ गरी 3 महिना जेल हालेका थिए। आफूलाई कृष्णप्रसाद भट्टराईको छोरा भनेर चिनाउने खतिवड़ाले स्वयं गिरिजाप्रसाद कोइरालालाई फसाएको भन्दै लाज पचाउन गोरखापत्र संस्थानलाई समेत मुद्दा हालेका थिए। अहिले पनि मलाई फसाउन खोजिएको खतिवड़ाले बताएका छन्। आखिर यसको सत्ता के हो? पक्कै पनि यो विषय बाहिर आउला, तर आखिर यो घटनाले यति धेरै चर्चा किन पायो? यसको पछाडि 2 हाई प्रोफाइल व्यक्ति जोडिएकाले पनि यसले बढी चर्चा पाएको हो। छत्रमान सिंह गुरुङका छोरा प्रबल गुरुङ आफैमा चर्चित व्यक्ति थिए। त्यसमा पनि उनले लगाएको 14 लाखको घडी आफैमा मूल्यवान थियो र त्यो घडी चोर्ने व्यक्ति पनि आफैमा हाई प्रोफाइल भएपछि यसले बढी चर्चा पाएको हो। घडी चोरिएपछि प्रबलले दरबार मार्गको प्रहरीमा उजुरी गरे। उजुरी गरेपछि प्रहरीले अनुसन्धान पनि सुरु गर्यो। प्रहरी स्रोतका अनुसार त्यस दिन हेल्थ क्लबमा गुरुङ सहित जम्मा 8 जना व्यक्ति आएका थिए। प्रहरी अनुसन्धान निम्ति हातका औलाको छाप लिन पालै सबैलाई गाँठ्यो। त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ासँग पनि सम्पर्क गर्यो। ओखलढुङ्गाका निर्वाचित सांसद खतिवड़ा नियमित रूपमा रेडिसन क्लब जाने गरेका थिए। दरबार मार्गका प्रहरी अधिकारीले खतिवड़ासँग सम्पर्क गर्दै भने, माननीय ज्यू, हामी कहाँ प्रबल गुरुङजीको घडी हराएको उजुरी परेको छ। त्यस दिन पनि तपाई रेडिसन क्लब जानु भएकाले फिंगरप्रिन्टका लागि यहाँ आइदिनु पर्यो। प्रहरी अधिकारीलाई खतिवड़ाले जवाफ दिए, म त अहिले ओखलढुङ्गामा छु, फर्केर आएपछि आउला। दरबार मार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवड़ा आफैले फोन गरे। उनले खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु भन्दै खबर गरेको प्रहरी स्रोतले बताएको छ। त्यसको 4 दिनपछि शनिबार खतिवड़ाले होटल रेडिसनमा गएर घडी फिर्ता गरेको प्रहरीको भनाइ छ। म ओखलढुङ्गामा थिएँ, दरबार मार्ग प्रहरीले प्रबलजी घडी हराएकाले हजुर एकचोटि आइदिनु पर्यो भन्दै सम्पर्क गरेको हो खतिवड़ाले बताएका छन्। त्यस दिन आफू हतार क्लबबाट निस्केकाले घडी ट्राउजरमा कसरी पर्यो थाहा हुन नसकेको खतिवड़ाको भनाइ छ। 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको चिसो छिडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद भएर बसिरहेका छन्। सभामुख महोदय।